कमला भण्डारी नै मुख्य दलाल हो भन्दै तपाईलाई खोजी गर्दै हिँडिराखेका छन्। हजुर यसको चाहिँ पार्टनरै छ रे, यसको ग्रुपै छ रे। म ज्यानमारा हो कि म कसैलाई ठगेर खाएको हो कि म कसैलाई लुटेर खाएको छ, त्यसले मलाई सामु मैले गरेको देखोस् र मलाई प्रत्यक्ष देखाओस्। एउटा कागजको भरमा पैसा पाइन्छ भने मैले तपाईलाई कागज बनाउन हैन। एउटा पीडितले म जापान जान चाहन्थे, कमलाको थ्रुबाट काम गरेका थिएँ, अहिले मेरो पैसो पनि आएन, जापान जान पनि पाइन भनेर भनिसकेपछि त तपाईलाई हेर्ने नजर त मान्छेको बेग्लै हुन्छ नि त। साँच्चै दलाल नै रहेछ कि भन्छन् नि त मान्छेले। हो, अब त्यो पीडितको हकमा चाहिँ उनीहरूलाई न्याय दिनको लागि तपाईको भूमिका के हुन्छ? तपाई केसम्म गर्न सक्नुहुन्छ? मैले चाहिँ कसले बनाएको हो मलाई छाप लाऊ हैन, ती कस्ता पेपर बनाएको छ त्यो पनि मलाई देखाऊ। मैले बनाएको भए मसँग नि एक प्रति हुनु पर्यो नि, मेरो घर खोजी होस्, मेरो घर खोजी होस्, मैले गराएको पनि मसँग एक प्रति होस्, उसँग पनि होस् र म कानुन कारबाहीमा गएर उनीहरूले गराएको हो नै भनेर मलाई चाहिँ कानुनले यो दिन्छ भनेपछि म त्यसको भागीदारी हुन्छु नै सर। म त्यसको भागीदारी हुन्छु र मेरा छोरा अन्यथा अहिलेको अवस्थामा तपाई त्यो कार्यमा संलग्न होइन, छैन, तपाई कुनै पनि जिम्मा लिन सक्नुहुन्न? मैले कुनै जिम्मा लिँदैन। जे जिम्मा दिन्छु कि जो पहिला मैले काउसरीमा लगेको थियो तिनीहरूलाई पनि मैले करकापमा मेरो श्रीमानले यस्तो गरायो भनेर मैले त्यो चाहिँ जित्न सफल भएको थिएँ, किनकि मेरो श्रीमान भागेर हिँडेको थियो नि त्यतिखेर। सबैजनालाई थाहा छ। यिनी टोटल्ली तपाईँले चौकीका कागज जम्मा गर्नुहोस् भनेर मैले सिन्धुली उसमा पनि 40 लाखको बिगो राखेर मैले चाहिँ केस चलाएको छु। अहिले सर्वोच्चमा मेरो शम्भु थापा सरले हेर्नुहुन्छ अनि मैले त्यो पनि केस चलाएको छु। म त्यतिकै म केस बिना यसको निष्कर्ष चाहिँ यो रहेछ हैन दिदी, जापान पठाउने कुरा हो तर तपाईको आफ्नो काम होइन कि तपाईको श्रीमानले तपाईको माध्यमबाट पैसा मगाउनु भयो आईएमईबाट र उहाँ पैसा लिएर तपाईको श्रीमान भाग्नु भयो। तपाई अहिले आफ्नै श्रीमानसँग मुद्दा लडिरहनु भएको छ? मुद्दा लडिरहेको छु मै मुद्दा लडिरहेको छु। त्यो मुद्दा देखाउन नि चाहन्छु म। यदि तपाईले झिकाको खण्डमा यो ठाउँमा आएर तपाईले कुन मुद्दा चल्नु भएको छ भनेर तपाईले चाहनुहुन्छ भने म भोलिको भोलि नै लिन सक्छु हैन। यदि म यस्तै गर्दा गर्दै म हकानेर मरिहाली छु भने पनि मेरो छोरो जिउँदो छ, मेरो छोरो जिउँदो छ र उसले लिएर तपाईहरुलाई टक्राउन सक्छ कि मेरो छोराले टक्राउन सक्छ। यतिसम्म लिन्छु। खड्का सिंह नेपाली र यो चाहिँ चन्द्र राई भन्ने र मेरो यो हस्बेन्ड यी तीनजनालाई मैले चिन्छु र उसले आफ्ना भान्जा मान्छे फसाउने आफै उसकै घरमा गएर बेर र मासु ल्याएर खाएर अनि उसले गरेको छ यो ज्यादती हैन। यसले हैन भन्छ भने उसका छोराछोरी उसले पहिल्यै बिहे गरिसकेको रहेछ। उ काउसे सिन्धुली आफ्नो घर छोडेर नि अर्कैको बसिरहेछ हैन। यसका दुईटा छोरा र छोरी ल्याउस तामा र तुलासँग म पनि घुम्न तयार छु। मैले मुखमा तामाको पैसा राखेर म चाहिँ भोग्न तयार छु। यसले मेरो मिताबाट मैले यस्तो गरेको हैन र म भागेको हैन उसले भनुस्, यसलाई घुमाउन र म घुम्न तयार छु। सत्य तथ्य मैले पुरै मिडिया सबै अनि प्रेस काउन्सिल मिडियाबाटै मैले सबै मिट बनाएर म यसमा घुम्न सफल छु। भनेपछि प्रेस काउन्सिल गइसक्नु भयो? गइसके म। प्रेस काउन्सिलबाट नि मैले त्यो गङ्गालामालाई लेख्न पर्छ भनेर लेखेर नि मैले दुईचोटि पठाएँ, उसले एक्सेप्ट गरेन। उसले चाहिँ मेरो त्यो पेपर पनि फाल्दियो हैन। र अहिले मैले प्रेस काउन्सिलमा नि मैले कारबाहीको माग्ने गरेको छु। म जिल्ला अदालत नि गएको छु, म उच्च अदालत नि गएको छु। हजुर। म यदि हुन्थे भने म लुकेर बस्थे, म अदालतमा किन जान्थे रिट? म अदालतमा रिट किन जान्थे? पटक पटक भन्नु न, म पैसा भएर गएको त होइन नि। हजुर। म त एउटा कसैको लागि मैले एक मुठी चामलको लागि मैले एक माना चामलको लागि 1 किलो चामलको लागि मैले कुखुरा पालेको छु। किनकि अब त मलाई यत्रो मिडियामा ल्या मलाई कसैले सहयोग गर्दैन नि त। हिजोसम्म त म ठिक थिएँ, यहाँ गरी खाइरहेछ, यत्रो जग्गा गरिरहेछ भन्थे। मैले कुटो कोजालो गरेको थिएँ, बिहानबाट बेलुकासम्म मलाई यस्तो ज्यान छ तेरो अनि यति काम गर्न सक्छस् भन्थे। म जङ्गल गएर घाँस काटेर मैले बाख्रा पालेको छु। मेरोमा 14वटा बाख्रा छ सर। अहिले पनि छ? त्यो पनि लैजाऊ छ सर। मैले अरूलाई जिम्मा दिएर यसरी हिँडेको छु। उसले चाहिँ घरमा मेरो बस्नु नहुने बनाइदिइसकेको छ। भाइ अब यो अहिलेको जुन विकसित घटनाक्रम छ, यो विकसित घटनाक्रमले जुन सोशल मिडियामा आइसके पछाडि मम्मीलाई, तपाईलाई, तपाईको परिवारलाई एउटा हेर्ने नजर नै परिवर्तन भइसकेपछि तपाई त भर्खरको युवा हुनुहुन्छ, तपाईको त भविष्य धेरै बाँकी छ, धेरै गर्नै बाँकी छ, धेरै सिक्नै बाँकी छ। तपाईको मानसिकतामा कस्तो असर परेको छ? मानसिकता त उसले लिनै नसक्ने भइसक्यो सर। म कहाँ छु भनेर ढलमा बस्दा त उसले थाहा पाएको थिएन। त्यति मानसिक यातना त मेरो तिनटै छोराछोरीलाई भइसक्यो। मानसिकता प्लस दुनियाँको हेर्ने नजरमा एउटा दोषी ठर्यो नि त त्यहाँनिर होइन। किनकि उहाँले अब त्यसरी भाइरल यसरी यो सामाजिक सञ्जाल सोसल मिडियामा यसरी भाइरल गरिदिनु भयो कि
त्यो मान्छेको जस्तै हेर्ने नजरै छुट्टै भयो क्या त्यहाँनिर त्यो अब कतै जाउँ कतै हिँडौँ भन्यो भने मुख लुकाएर ढाकेर हिँड्नुपर्ने अवस्था भयो क्या ठिकै छ उहाँ एउटा पत्रकार हो पत्रकारले गर्नुपर्छ होइन जसले दुःख पाएको छ जो पीडामा छ त्यसको लागि न्यायको लागि लड्नुपर्छ तर लड्नुपर्छ भन्दैमा त्यो आफ्नो खुसी आफ्नो हिसाबले आफ्नो खुसीले त्यो कानुनै तोडेर त्यो लाइनै क्रस गरेर हिँड्न त पाइँदैन नि त होइन जस्तै अब तपाईँ एउटा पत्रकार भयो भने तपाईँले लाइन क्रस गरेर हिँड्न त पाउँदैन नि त होइन त्यो मेरो भनाइ चाहिँ त्यही छ अब उहाँले ठिकै छ उहाँ एउटा दोषी नै हो भने पनि उहाँ एउटा दोषी नै हो भने उहाँले एउटा मैले त्यहाँ बारम्बार भनेको छु ठिकै छ तपाईँको क्यामेरा अफ गर्नुहोस् होइन क्यामेरा अफ गरेर सल्लाह गरेर कुरा गरेर पहिला कुरा गरौँ के हो कुरो तपाईँको यता पनि बुझ्नु तपाईँ एउटा पत्रकार भएको नाताले पत्रकार भएको एउटा म सम्मान गर्छु त्यही भएर एउटा दुई पक्ष होइन चाहे पत्रकार होस् चाहे हाम्रो होस् या चाहे घरको लडा होस् चाहे जेमा पनि दुई पक्ष कुरा सुन्नुपर्छ क्या दुईतिर कुरा सुनेर बल्ल फिक्स गर्ने कि यो गलत हो र यो सही हो भनेर होइन तर मैले त्यहाँ भनेको छु उहाँलाई त्यो उहाँ गङ्गा लामालाई उहाँलाई मैले के भनेको छु ल ठिकै छ नि त उहाँको नै हाम्रो पनि कुरा सुन्नुहोस् पहिला हाम्रो कुरा सुन्नुहोस् कुरा के हो हामी पनि बुझौँ पहिला होइन के छ यथार्थ हामी पनि बुझौँ भन्दा उहाँले मलाई के भन्नु तपाईँ को बिचमा बोल्ने भनेर भन्ने एउटा प्रश्न गर्नु प्रश्न गर्दा म उहाँको छोरा भन्दाखेरि मैले टिभी बन्द गर्दिनँ मैले क्यामेरा बन्द गर्दिनँ तपाईँ जेसु गर्नु म क्यामेरा बन्द गर्दिनँ भनेपछि मैले अब एउटा त्यो भिडियोमा आइसकेको कुरा यहाँले भनिराख्नै परेन होइन मैले जान्न खोजेको चाहिँ साइकोलोजिकल्ली अलिकति मान्छेमा डिप्रेसन हुने होइन समाजमा अब मुख देखाएर हिँड्न नसक्ने स्थिति बन्यो गल्ती गर्ने एउटा त्यसको आरोप भोग्ने चाहिँ अर्को होइन त्यो हुँदा तपाईँमा कस्तो असर पर्यो भन्ने हो तपाईँ निराश त हुनुहुन्न नि त्यति धेरै निराश किन नहुनु सर अब असर त धेरै परेछ अब साथीभाइले नि यहाँ मेसेज गर्छन् कोही तेरो त के हो यस्तो काण्ड आइरहेछ भन्ने कुरा गर्छन् होइन अब दाजुभाइहरूले त्यो चाहिँ भन्छ के भन्छ भनेपछि तपाईँहरूलाई यति बेला चाहिँ समाजमा मुख देखाएर हिँड्नलाई गाह्रो छ नगरेको पनि आफूले नगरेको कामको त्यो दोष तपाईँहरूले बोक्नु परेको छ त्यो दोष बोक्नु परेको छ ल अब यो दोष त लागिसक्यो तपाईँहरू माथि दोषबाट उम्कनको लागि पन्छनको लागि र यो हो है वास्तविकता भन्ने बन्नको लागि त तपाईँले बुवासँग कोअर्डिनेसन गर्नै पर्यो र उहाँले जति पैसा खानु भएको छ त्यो पैसा त फिर्ता गर्नु पर्यो त्यसको लागि के भूमिका निर्वाह गर्नुहुन्छ त्यसको लागि हामीले त्यो अहिले उसमा चाहिँ जुन पहिला त्यस्तो गरेर गएको थियो नि खड्गबहादुर गोर्खा छन् अनि त्यहाँदेखि म चाहिँ जुन कोर्टमा गइसकेपछि कोर्टबाटै फैसला हुन्छ भनेर हामी त्यसमा नियुक्ति गरेर बसेका छौँ र होइन त्यसमा यो मुद्दा पनि छ हजुर छ यो मुद्दा पनि छ जिल्लामा पनि छ अनि उसलाई पनि यो गरेको छ कुन अदालतमा यो मुद्दा चलिरहेछ जिल्ला अदालत छ अनि एउटा उसको र अर्को जिल्ला अदालत बागलुङ कि काठमाडौँ यही काठमाडौँ जिल्ला अदालत काठमाडौँमा अनि छ अनि 27 नम्बरमा अनि एउटा चाहिँ उसमा सर्वोच्चमा सारिसकेको छु मेरो चाहिँ सदर भएर आइसकेपछि मैले सर्वोच्चमा यो चित्त बुझेन भनेर मैले सर्वोच्चमा लडिरहेको छु यसको लागि र अनि उसले चाहिँ गर्न खोज्यो कि अनि अब यसले जे केही पनि गर्न सक्दैन यस्तो गर्यो भने मैले अहिले यो केस भाइरल भइसकेपछि तपाईँले आफ्नो श्रीमानसँग कुरा गर्नुभयो जापान जाने क्रममा जे जति पैसा हिनामिना भएको थियो त्यो पैसा फिर्ता गर्नु पर्यो म पनि बाँच्नु पाउनु पर्यो हामीसँग नम्बर छैन सम्पर्कै छैन हजुर सम्पर्क छैन घरको जेठा सेता मैले सबै बन्द गरिसकेको छु घरको भए जतिको मैले सबै जम्मा बन्द गरिसकेको छु मलाई जेठा ससुरा मलाई कान्छा ससुरा मेरो 32 घर धुरीले मलाई त्यहाँको जस्तो भगवान जस्तै मान्छ त्यो ठाउँमा मन्दिर बनाएको नि मैले हो बाटो लगाएको नि मैले हो सबै कुरा मलाई कस्तो थियो भने त्यो ठाउँमा मैले सानो संस्था खोलेर बस्ने चाहिँ त्यो चाहिँ लक्ष्य थियो यसले गर्दाखेरि मेरो सबै लुटाइदियो खड्गबहादुर गोर्खाले गर्दा नै लुटाइदियो मलाई यसले गर्दाखेरि म मरे पनि गङ्गा लामा र चन्द्र राई यो खड्गबहादुर गोर्खा कहिल्यै पनि नछुटोस् यो चाहिँ सबैले न्याय पाओस् मैले यति भन्न चाहन्छु अब म अन्तिममा गएर म यति भन्न चाहन्छु कि गङ्गा लामाले जुन मलाई गर्यो ज्यादती त्यो अरूलाई नगरोस् होइन मैले सहेर बसेँ मैले उसलाई केही गर्न सकिनँ त्यो अवस्था म एकदम नाजुक थिएँ म अब बियोस् भनिदिएँ उसले पताएको ठाउँमा र मेरो हस्बेन्डले गरेको ठाउँमा म धेरै ठाउँमा म गइसकेँ मेरो नआमाजु धेरै हुँदाखेरि पनि तिनीहरूले मलाई कुट्ने पिट्ने गरेर त्यसको धेरैचोटि अनि भाइले नानीको उरो चाहिँ त्यसले चाहिँ यहाँ बस पार्कमा एउटा रेस्टुरेन्ट नि किने हरे भन्ने सुनेको थिएँ मैले त्यो रारा बागलुङ भन्ने त्यही पनि मलाई यति अन्दाजै भएन अनि सबजनालाई मैले राखेको छु तिनीहरू सबैलाई मैले गाली बेचेँ अनि उनीहरूलाई मैले घरेलु हिंसामा मैले सबैमा मैले राखेको छु कहिले
केस पनि नलडेको मान्छे, जुन दिन मलाई बिहा भएदेखि नै म यो पीडामा मैले हिँडिराखेँ र मलाई अहिले यत्रो आरोप किन आयो? यो आरोप हुनभन्दा म बरु मर्ने बेच्छ, मलाई मार्दैकै भयो, मलाई यति छिटो हुन्थ्यो कि मेरो बच्चाले आज रुन्थे भोलि रुन्थे, त्योबाट बिर्सिन्थ्यो मलाई। जम्मै बाटो हिँड्ने मान्छे एउटा पूर्व डिएसपी हो, मम्मीले नाटक पारे भन्छ, नाटक पारेको तपाईँलाई बिल मैले त्यहाँ देखाइहालेँ, मैले पुकार देखाउन सक्छु बरु होइन, मैले तपाईँलाई यो पुकार देखाउँछु। उसले भनेको छ पर्दैन मलाई नाटक गरी भनेको छ, मैले कति खर्च गरेको छु त्यो बिल त्यो होइन, एक्सरेमै देखिसक्छ त्यहाँ स्टिल राखेको, कुखुराले देखाउनु परेन होइन। अर्को एउटा कुरा बताइदिनु न, जति बेला तपाईँहरू कुखुरा फर्मदेखि प्रहरी कार्यालय तर्फ जाँदै हुनुहुन्थ्यो होइन, त्यो जाने क्रममा तपाईँले गङ्गा लामाको क्यामेरा पर्सनलाई अलिकति अपशब्द प्रयोग गरेको, गङ्गा लामालाई पनि गाली गरेको होइन, त्यो अडियो भिडियो देख्न सकिन्छ। तपाईँले अलिकति मिसबिहेभ जस्तो गरेको देखिन्छ, त्यो चाहिँ किन गर्नुभयो? डाइरेक्ट आक्रमणमा जाँदाखेरि तपाईँलाई पनि एउटा रिस उठ्छ होइन, मलाई पनि रिस उठ्छ। ऊ महिला हो, म पनि महिला हो, यस्तो नगर भन्दा पनि ऊ नमानिसकेपछि मैले डाइरेक्ट मोबाइललाई फोन गरेको। म ऊ गलत हुन्थ्यो भने मलाई तुड्नको लागि त त्यहाँभित्र गेटभित्र किन गइनस्, उसमा चाहिँ ऊ वैदेशिक विभागमा किन गइनस्, म सँगसँगै अनि न्यायाधिकरणमा किन गइनस् मलाई तुनाउन? मैले त्यही म त शब्द बोलेको छु। तँलाई मैले तेरो टिभी बन्द गराउँछु, 2 गराउँछु, तैँले खानको लागि किन यस्तो गर्छस् भनेर मैले त्यो भनेको छु। म त्यो भनेको छु, त्यसमा मेरो गल्ती हुन्छ भने पनि ठिकै छ, म त्यो गल्ती म भोग्न तयार छु होइन। मैले त्यसमा माफी भनेर मैले, किनकि उसले चाहिँ मसँग यो गर्छु, मैले क्यामेरा लिन्छु है दिदी नभनिकन मलाई एक शब्द नबोलिकन डाइरेक्ट मलाई गएर हात हाल्दाखेरि त म कुनै कुरामा त ऊ मात्रै आक्रोश त होइन नि त, म पनि त हुन्छु नि। म पनि एउटा मन भएको मान्छे नै हो, मैले छोराछोरी भएको हो, मलाई रिस उठ्छ होला। अर्को कुरा गङ्गाजीले भन्नुभएको छ, तपाईँले फोन गरिकन मेरो सबैतिर पहुँच छ, म ठुलो मान्छे हुँ, मेरो सबै सेटिङ भइसकेको छ, तँलाई अब बाँकी राख्दिन, तँलाई सिद्ध्याउँछु भनेर धम्की दिनुभयो भनेर भन्नुभएको छ। त्यो धम्की दिएको, मैले सिद्ध्याउँछु भनेर धम्की दिएको, गुन्डा छन् मसँग, यति पत्रकार छन्, मेरो पत्रकार हातमा हो, कानुन पनि मेरो हातमा छ भनेर ऊ बोलेको काट्ने। मैले यति त्यसलाई मार्छु, तँलाई सिद्ध्याउँछु भनेको भए त्यो प्रमाण ल्याओस् होइन। म त एक्लो महिला छु नि त, म एक्लै तपाईँसँग यहाँ आएको छु, एक्लै म चाहिँ अदालतमा गएको छु, एक्लै म चाहिँ वैदेशिक रोजगार गएको छु, मेरो पछि मान्छे किन लागेन त भन्नु त? त्यसको अगाडि पछि कति मान्छे लिएर हिँडेको छ, उसले त्यति मान्छेको आँट पारेर बोल्न उसलाई चाहिँ त गौरव भन्छ नि त। तर म त एक्लै बोलेको छु। उसले भनेको छ तँसँग पैसा मैले च्यालेन्ज लिएर बोल्छु भनिरहेछ। मैले भनेको छु ठिक छ पैसाले बोल्छु, म पानी खाएर बोल्छु होइन, म पानी खाएर लड्छु, मसँग केही छैन, मसँग जमिन जग्गा छ भने मेरो हडप, मेरोसँग पैसा छ भने मेरो सबै बन्द गरेर खाऊ। जति बेला तपाईँ प्रहरी कार्यालय पुग्नु भयो थानकोट, त्यहाँ कति समय बस्नु पर्यो? के भयो त्यहाँ, के भएर तपाईँ? 1 घण्टासम्म बसेँ। म भित्र डिएसपी साहबसँग गएँ, डिएसपी साहबले भन्नुभयो, म सर भित्र गएपछि सर के भएको भनेर मैले यस्तै भने होइन, भन्दाखेरि अनि तपाईँ उभिनुहोस् भन्नुभयो। म उभिने कन्डिसन छैन सर भने म यस्तै गरेर बसेको हो। मैले उहाँलाई अपमान गरेको होइन, मलाई त्यतिखेर चक्कर लगाइरहेको थियो यो टाउको कारणले गर्दा। मैले त आज त म यति बोल्न सफल भएँ, आज म यति धेरै अनि भनौँ न मनमा अलिकति हर्ष पनि भएको छ, किन मेरो टाउकोले दियो नि त आज बोल्नलाई। अनि उतिखेर त म धेरै मान्छे भएको ठाउँमा बोल्न नसक्ने होइन, डिप्रेसनको औषधि खाएको 5 वर्ष भए। तपाईँले अनि सुदर्शन प्रधान नर्सिङसँग सुन्न सक्नुहुन्छ। अनि चौकीभित्र चाहिँ के भएर तपाईँहरू छुट्नु? मैले त्यहाँबाट उसलाई भने, सही साहबलाई भने के भएको सर हाम्रो भनेको वैदेशिकमा जानुपर्छ तपाईँहरू भन्नुभयो। ल ठिक छ, एकजना पुलिस पठाइदिनुहोस्, म ट्याक्सीमै लड जान्छु भने मलाई ट्याक्सीमै पठाइदिनु भयो होइन, फाइल दिनुभयो, ट्याक्सीमै पठाउनु भयो। त्यो ठाउँबाट म गल्ती थिएँ भने म फरार हुन सक्ने थिइनँ। एउटा पुलिस मैले गल्ती थियो भने तपाईँलाई छोड्दैन थियो भन्ने कुरा पनि हो नि। अनि उहाँले जानुभयो, ल बुझ्नुहोस् है यहाँ वैदेशिकमा के भयो? वैदेशिकमा बुझ्नुहोस्, यहाँलाई बुझ्नुहोस् अनि भनेर भनिसकेपछि बानेश्वरकोले मेरोमा ठाउँ छैन, बुझ्दिनँ। उहाँको चाहिँ उच्चमा पनि उहाँको ऊ छ रहेछ, अनि कागज रहेछ, अन्तिम आदेश रहेछ, हामीले बुझ्न मिल्दैन भन्नुभयो। अनि त्यही लहर मलाई वैदेशिकबाट मलाई उहाँ पठाउनु भयो, मलाई न्यायाधिकरणमा गएर मेरो सबै हेर्नु भइसकेपछि मलाई तपाईँलाई अनि ऊ चाहिँ तारिकमा आउनु होला, हामीले बोलाउँदा दिँदैन, तपाईँ जानुहोस् भन्नुभयो। त्यो देखेपछि अनि एउटा संस्था हो त्यो चलाउने भनेको होइन, उहाँहरूले कानुन विरुद्ध ठिक छ भने पनि म ठिक छ म यहाँ बस्न तयार छु भनेर त म गएको हो नि। म सबभन्दा पहिला मैले वैदेशिक रोजगारको
बाउ पनि थाहा नभएको बेलामा मेरो बुढो भाग्यो मलाई यहाँ वैदेशिक रोजगारले अप्ठ्यारो पार्छ अरे म के गर्ने भनेर नि त्यहाँ मानबहादुर सरसँग कुरा राख्न म पहिलोचोटि गएको थिएँ त्यो मान्छेलाई खोज्नुहोस् तपाईँलाई केही पनि हुँदैन तपाईँले कसैले केही गरेको छैन तपाईँले आफै थुन्नु मलाई थुन्नुहोस् भनेर आएर हामीले थुन्न मिल्दैन नि मलाई भन्नुभएको छ मैले उसको भनेपछि हामी अन्तमा यही कुरा बुझौँ दिदी होइन तपाईँ जो तपाईँसँग नाम जोडेर हामी पीडित हौँ भनेर भनेका छन् उनीहरूको न्यायको लागि ती पीडितहरू सँगसँगै हिँड्न तपाईँ तयार हुनुहुन्छ हजुर म त सँगसँगै उनलाई साथ दिनुहुन्छ मैले त सबै कुरा मैले किनकि म सबै मैले उनीहरूको नाम सबै कुरा मैले उसमा दिएको छु त उनीहरू प्रति उत्तर फर्काउन आउने त त्यही कोर्ट हो नि म जाने पनि त्यही कोर्ट हो नि म सबलाई मैले सबको नाम मैले राखिसकेको छु किनकि मैले जुन गङ्गा लामाले दिएको थियो नि त्यो प्रतिवाद त मैले त गङ्गा लामासँग आएका जति भनेर त मैले लेखाएको छु नि त तिनी आएका जतिसँग त म किन म लड्छु नि कतिजनाहरू छन् त्यसरी दाबी गरेर चाहिँ कतिजना आएको छन् तपाईँसँग अहिले मसँग कोही गङ्गा लामासँग आएको होला मसँग कोही पनि आएको कोही पनि आएको छैन तपाईँ कहाँ हामी पीडित हौँ हाम्रो पैसा फिर्ता लिए भन्न कोही आएको छैन कोही पनि आएको छैन गङ्गा लामाले मात्रै ल्याएको छ कतिजना ल्याइन् उनले खै मलाई त्यति अन्दाज भएन उसले फोटोमा एउटा राख्छ अर्को राखिदिन्छ अर्को राख्छ म जुन दिन त्यो रिसमा थिएँ जुन दिन हामीले त्यतिखेर 10 बजे त्यो दिन कालो चिया खाएर मात्रै हामी त्यो खोर बढाउन गएको थियो त्यो दिन लिप्ने कार्यक्रम थियो हाम्रो पर्चिपल्ट चल्ला हाल्ने कार्यक्रम थियो र अनि कालो चिया मात्रै खाएर 11 बजेको उसमा उसले चाहिँ हुल दङ्गा लएर गएको छ त मैले नचिनेको मान्छेलाई चिन्छु भनेर मैले कसरी भनौँ पछाडि उसले त्यो सञ्जालमा ल्याउँदाखेरि एउटा मैले चन्द्र राईलाई चिन्छु एउटा चन्द्र राई भनेर चिने नि उसले चाहिँ मेरो खोलाको जग्गा बेच्न पर्यो कमला कोही छ भने तिम्रा त धेरै छन् मान्छेहरू विदेशमा तिम्रो मान्छेहरू ल्याऊ खोलाको जग्गा ल्याऊ भनेर मलाई खोलाले खाएको जग्गा मलाई त्यो देखाउँदाखेरि मैले चन्द्र राईलाई चिनेको भनेपछि अरू कोहीलाई चिन्नुहुन्न त अरूलाई मैले चिन्दैन ल अब पीडित भएका व्यक्तिहरूको न्यायको लागि तपाईँ आफै साथ दिन्छु उनीहरूसँगै लड्छु भनेर भन्नुभएको छ तपाईँ आफै श्रीमानसँग मुद्दा लडिराख्नु भएको रहेछ होइन यो अवस्थामा तपाईँमा परेको जुन असर थियो कहाँ व्यक्त गरौँ भन्दै गर्दा हामीले तपाईँमाथि आरोप लागे पनि आरोप चाहिँ सोसल मिडियामा मात्रै लाग्यो कानुनी रूपमा अनुसन्धानै सुरु भएको छैन हो त्यो अवस्थामा तपाईँका कुरा आम नागरिक माझ राखौँ के रहेछ त वास्तविकता भन्ने सन्दर्भमा यहाँलाई हामीले स्टुडियोसम्म बोलायौँ यहाँसम्म आइदिनु भयो यहाँहरू दुवैजनाले आफ्ना जुन अनुभूतिहरू आफूलाई दलाल भन्ने आरोप लागिसके पछाडिको पीडा हामीले तपाईँसँग सुन्ने अवसर पायौँ हामी हाम्रा दर्शकहरू माझ राख्नेछौँ अरू केही छ भन्नुपर्ने अन्तमा त्यही अन्तमा मलाई के छ भनेपछि जुन म न्यायालयमा गएको छु होइन यदि मिडियाले पनि कुनै कारबाही गर्नु छ भनेपछि गर्न सक्छ मलाई चाहिँ यो उनै हो दलाली नै हो यसले पैसा खाएकै हो भन्नुहोस् भने उसले कारबाहीको दायरामा ल्याओस् मलाई त्यो कारबाही भोग्न म जुनसुकै न्यायालयमा पनि म जान तयार छु एउटा मिडियाले ल्याएर मिडियाको खोरभित्र हुल्दैन र एउटा चाहिँ प्रेस काउन्सिलले त्यो ठाउँमा लगेर राख्दैन जुनसुकै न्याय खोज्न जाने पनि अदालत हो अदालतमा म तयार छु अदालतमा म उभिएरै गरेको छु अदालतमा म उभिएरै बयान दिएको छु ऊ चाहिँ म स्वयं चाहिँ म छु मैले कुनै मान्छे राखेर मैले कुनै कसैलाई राखेर मैले त्यसमा केस लडेको पनि छैन म आफै छु होइन म अस्ति पनि उसको यो चाहिँ सर्वोच्चको नि म आफै ल्याएँ मैले त्यहाँ उहाँको नि आफै ल्याएँ एउटा महिला गएको थियो म हुँ चन्द्रको भाइ इन्द्र आए पनि इन्द्रको भाइ चन्द्र आए नि तैँले जित्न सक्ने त्यो केस मैले जिताउँछु भनेको थियो मलाई होइन ठिक छ तपाईँ एउटा वकिल हो त्यो शब्द नबोल्नुहोस् तपाईँ वकिल हो भने कुन अफिस हो म आउन सक्छु भनेर मैले फोन गर्दाखेरि उहाँले के भन्नु अब मलाई यसमा नबोल्नु होला म यो उसबाट म बाहिरिसकेँ यसमा छैन भन्नुभएको रहेछ किनकि मलाई अन्तिम आदेश मलाई लास्टसम्म मलाई अन्तिम आदेश आज मलाई उसबाट उच्च अदालतबाट आइसकेपछि उहाँले मलाई आफै फोन गरेर म तपाईँको उसमा म छिन्न यो होइन रहेछ यो कागजले मात्रै हुँदो रहेछ एउटा कागज देखेर मैले तपाईँलाई फोन गरेको थिएँ भनेर एउटा महिलाले यही छ नम्बर होइन कति छ त्यो नम्बर ठिक छ त्यो देखाउनु परेन ल अब यसको वास्तविकता के हो भन्ने कुरा न्यायिक प्रक्रियाबाटै यसको फैसला हुनेछ होइन हामी न्यायालयको फैसलालाई कुनौँ तपाईँमाथि लागेको आरोप त्यति बेला साबित भयो भने तपाईँलाई दलाल भनौँला तपाईँलाई ठग भनौँला होइन अन्यथा तपाईँलाई त्यो भन्ने अधिकार हामीलाई पनि छैन यहाँसम्म आइदिनु भयो यहाँका कुरा राखिदिनु भयो धेरै धेरै धन्यवाद यहाँ दुवैजनालाई हजुर हस् सर हस् थ्याङ्क यू सर